हेलो गाइज, नमस्कार। म चाहिँ आज काम सकेर रोकेर जाँदैछु। अहिले चाहिँ म ठ्याक्कै बाटोमा छु गाइज। हेर्नुहोस् बाटोको दृश्यहरू कस्तो हरियाली छ। अहिले चाहिँ ठ्याक्क लगाएर 10 मिनट जति लाग्छ हिँडेर। मेरो रुम चाहिँ त्यहाँ पारी, मैले काम गर्ने चाहिँ यता हो। यता अहिले चाहिँ म हिँड्दैछु। ट्याक्कै रुममा गएर आफैले पकाएर खाना खाइन्छ। त्यहाँ न गाइज, घरतिर भए मैले पकाएको खाना खाने हुन्थ्यो। यस्तै छ परदेशी जिन्दगी। अनि गाइज ट्याक्कै बाटोमा फुल फुलिरह। अहिलेको सिजन हरियाली सिजन छ है। एकदम गर्मी पनि छ, हावा पनि चलिरहेछ। तर खासै हावा चलेको कारणले चाहिँ अब अहिले चाहिँ गर्मी छैन। अब गर्मी सिजन सुरु पनि हुन लागिसकेको छ। यहाँ चाहिँ ट्याक्कै एकदम हरियाली भइसक्यो। यिनी धुप्पीका रुखहरू हुन्। अहिले चाहिँ मेरो साथमा कोही पनि छैन, म मात्रै हो। अनि चाहिँ मेरो मामा हुनुहुन्छ।